कैयौँ दिनपछिको थकाइले होला मनलाई उज्यालो बनाउन मन लाग्यो। अस्ताउँदै गरेको सूर्यका किरणलाई हेरी पनि मन उज्यालो हुन्छ नि, थाहा छ तपाईँहरूलाई? केही वर्ष अगाडि म र मेरा बा कुनै भक्तपुरको एउटा डाँडामा बसी अस्ताउँदै गरेको सूर्यलाई हेरी खुबै गफ मार्ने गर्थ्यौँ। साँझले सबै दुःख बोक्दैन तर मनलाई थाम्न सिकाउँछ भन्नुहुन्थ्यो मेरो बाले। सायद त्यही कुरा सम्झेर मनको भारी पोख्नलाई गएकी होला म। मलाई अस्ताउँदो सूर्य हेर्न मनपर्छ। फेरि भोलि पक्कै उदाउँछ भन्ने कुर्न मनपर्छ। मलाई सबैभन्दा मिठो बिदाई उसैले नै दिन्छ जस्तो लाग्छ। सायद सबै बिदाईहरू यति मिठो हुने भएको भए छुट्नलाई किन गाह्रो पर्थ्यो होला र है।